हामी जाँदैछौँ मैले एभिएट पार्क। हामी भन्दा पनि म एक्लै छु। एक्लै च्याउ लाग्यो, घर बस्न पनि बिदा थियो। जाँदैछु, एक्लै छु। अनि हेरौँ कस्तो रहेछ एभिएट पार्क। जस्ट मैले भिडियोहरू चाहिँ राम्रो देखाएको थिएँ, नजिक पनि पाए हुनाले जस्ट भिडियो चाहिँ गराइहालौँ भनेर। लेट्स गो। अहिले चाहिँ म प्लम स्ट्रिट छु। प्लम स्ट्रिटदेखि एक स्टेसन उता हो, त्यस्तो टाढा पनि होइन, त्यसैले जाँदैछु म। बसमा चाहिँ केक खाइहालौँ भनेर, किनभने धेरै नै भोक लागिसक्यो। पहिला चाहिँ केक खान्छु अनि त्यसपछि जान्छु। प्लम स्ट्रिट चाहिँ बेसिकली नेपालीहरू धेरै नै बस्नुहुन्छ यहाँ, अनि नेपाली रेस्टुरेन्ट पनि छ। हामी चाहिँ नेपालीलाई चाहिँ नेपाली नै खाना मनपर्ने है। अनि जान्छु, केक खान्छु, त्यसपछि लागौँ ल हामी आफ्नो गन्तव्यतिर। त्यहाँ खाना लागेन, अब म पार्कमै गएर खान्छु। पानी यो चाउमिन लिएर अब गाडी कुद्दैछु। ट्रेनबाट पनि जान सक्छौँ, तर मैले चाहिँ 177 को गाडी लिएर नै गएँ। चाहिँ मैले यतिकै बाटोमा भेटेको जस्ट I don't like cameras. But you are so beautiful. No, you are so beautiful. Say hi to my friends. What's your name? यो चाहिँ हाम्रो पार्क जानलाई चाहिँ स्टार्टिङ पोइन्ट हो। जस यहाँदेखि चाहिँ पार्क जान सकिन्छ। हामी अलि बाटो डर लाग्दैन रहेछ एक्लै हिँड्नको लागि, ठिक छ, तर एकदम बेस्ट प्लेस छ। मैले चाहिँ नेचरलाई इन्जोय गर्दै चाहिँ खाएँ मैले चाउमिन। कस्तो राम्रो ठाउँ छ। हजुरहरू चाहिँ एभिएटको नजिक प्लम स्ट्रिट, उल्वेज अथवा यदि नजिक कतै बस्नुहुन्छ भने चाहिँ रिफ्रेसिङको लागि चाहिँ एकदम बेस्ट प्लेस रहेछ है। कस्तो एक्लै घुम्नको पनि मजा डिफ्रेन्ट हुने रहेछ हो। आज चाहिँ फिल गरेँ मैले। ओ गड, यिनीहरूलाई पनि फिल गरिरहेको छु मैले। सिरियसली एक्लो जिन्दगी भनेको डिफ्रेन्ट हुने रहेछ। मलाई चाहिँ लाइक हुन्छ नि, धेरैजनाले के भन्नुभएको के तिमी एक्लै जाऊ, तिमी एक्लै घुम, अनि जब तिमी 5-6 वर्षपछि कुनै ठाउँमा जान्छौ अनि त्यसपछि तिमीलाई थाहा हुन्छ ला मैले त बेलायतमा यो चाहिँ मिस गरेछु है भन्ने कुरा भनेर भन्दै हुनुहुन्थ्यो क्या मलाई दादाले है। त्यो कुरा चाहिँ हो रहेछ होइन। हामीले चाहिँ एक्लै पनि घुम्न, एक्लै हिँड्न, एक्लै हरेक चिज एक्लै गर्न सिक्नुपर्ने रहेछ। हामीसँग कोही पनि हुँदो रहेन रहेछ कि लाइक हुन्छ नि, जब तिमीलाई सबैभन्दा बढी जरुरत पर्छ अनि त्यति बेला नो वान इज देयर फर यु के, नो वान। त्यो धेरै कुरा सिकायो जिन्दगीले। हार्ड टाइमहरूमा कोही साथ भयो होलान्, कसैले साथ छोड्यो होलान्। कस्तो अहिले चाहिँ पुरानो मेमोरिजहरू याद आउँदैछ कि लाइक हुन्छ नि, म यहाँ हुन्छु होला पनि मैले सोचेको थिएन कुनै टाइममा है। लाइक अहिले आएर चाहिँ जस ठिक छ, यो मोमेन्टलाई पनि मैले इन्जोय गर्नुपर्छ, मैले एक्लै पनि घुम्नुपर्छ जस्तो लाग्यो। सो मैले यो मोमेन्ट चाहिँ मैले यसरी नै क्याप्चर गरिरहेको छु। हेर्न सक्नुहुन्छ एक्लै छु, नोबडी इज देयर फर मी, एन्ड मसँग एउटा वाटर छ, मैले भर्खरै खाजा खाएँ, द्याट्स इट। अबको छुट्टीहरूमा चाहिँ म एक्लै नै घुम्ने निर्णय गरेँ, किनभने मैले आज चाहिँ बेसिकली म एउटा न एउटा साथी लिएर चाहिँ घुम्न जान्थेँ। लाइक हुन्छ नि, कोही न कोही साथीहरूलाई चाहिँ साथमा, कहिले बहिनीलाई, कहिले को साथीलाई साथमा लिएर चाहिँ घुम्न जान्थेँ। तर कस्तो रमाइलो भइरहेछ एक्लै। अब चाहिँ म एक्लै नै घुम्ने निर्णय गरेको छु। लन्डनको जस्ट मैले नदेखेको ठाउँहरू चाहिँ म अब हजुरहरूलाई पनि म साथसाथै हजुरहरूलाई पनि देखाउने छु।
सो म सँगसँगै हजुरहरूलाई पनि हेर्ने मन छ भने चाहिँ मेरो युट्युब च्यानल सब्सक्राइब गर्न सक्नुहुन्छ, मसँगै जोडिन सक्नुहुन्छ हजुरहरू। त्यही नै भन्न चाहे। सो जाँदा जाँदै एउटा भिडियो क्याप्चर गरिहालौँ न भनेर। कस्तो राम्रो लाग्यो, हरियालीको बिचमा एउटा चाहिँ डिफ्रेन्ट चाहिँ हुनुपर्छ है, आफू चाहिँ अरूभन्दा चाहिँ जस्तो लाग्छ नेचर हेर्दा। म पनि घर जानुपर्छ, अँध्यारो भइसक्यो। अब हामी भेट्नेछौँ नेक्स्ट जर्नीमा। त्यतिन्जेलसम्मलाई सबैजनालाई धन्यवाद। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा, स्किप गरी हेर्नेलाई पनि धन्यवाद। बाई बाई।